सर्वसाधारण नागरिकले घरायसी प्रयोजनमा ल्याएका घरायसी सामानहरू चाहिँ निश्चित समय 15 दिन अथवा महिना दिनको चाहिँ पटक कायम गरेर उहाँहरूको हकमा यसरी घरायसी प्रयोजनको सामानहरूलाई चाहिँ नरोक्ने र व्यापारिक हिसाबले लिएको सामानहरू चाहिँ मानिससहित समातेर भन्सारमा बुझाउने भनेर मैले सम्पूर्ण मातहत प्रहरी कर्मचारीलाई चाहिँ निर्देशन दिएको छु र त्यो अनुसार मैले सबैलाई कार्यान्वयन गर्न अनुरोध पनि गरिसकेको अवस्था हो र जनपद प्रहरीले चाहिँ त्यसरी 100 रुपियाँ ल्याउनेलाई पनि रोक्ने भनेर चाहिँ रोकेको मलाई अहिलेसम्म कुनै जानकारी छैन। प्रहरी कार्यालयमा भए आउने र अरू सरकारी निकायमा आउने कुनै पनि बिचौलियाहरूलाई चाहिँ पूर्ण रूपमा निषेध गरिएको छ। यसरी जबरजस्ती आउने त्यस्ता किसिमको कोही व्यक्ति भयो भने चाहिँ उनीहरूलाई नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ। यसरी गर्दाखेरि आजको दिनसम्म हामीले हाम्रो मध्य प्रदेशको 8वटा जिल्लामा 47 जना विभिन्न जिल्लाबाट चाहिँ विभिन्न सरकारी कार्यालयबाट बिचौलियाको रूपमा काम